अनि विश्वास गर्नेले गर्छन् होइन, नगर्नेले गर्दैनन्। विश्वास गर्नेहरूले जसले गर्नुभयो उहाँहरूलाई चाहिँ अब यो दिनु छ, अझै 3 महिना 4 महिना दिनुपर्छ होइन। दिन्छु सबैलाई उसको साथ। तर पनि भगवान् साथ नभएसम्म मान्छेहरू जसले जस्तो गरे पनि केही नलाग्दो रहेछ क्या, भगवान्ले साथ दिनुहुन्छ भने होइन। अनि मैले जुटाउन त जुटाएँ सबैजनासित, मतलब जसले दिनुभयो उहाँहरूसँग मागेर जुटाएँ। उहाँहरूलाई त जीवनभर कहिल्यै गुण बिर्सिन्न कि म त्यो कुराको है। अनि जसले दिनु भएन नि मसँग लिएर पनि, मसँग चाहिँ मैले लिनुपर्ने भन्दा पनि उहाँहरूले मसँग जतिसम्म सकेसम्म मैले जसलाई जति धेरै सहयोग गरेँ नि, उहाँहरूले चाहिँ मलाई नेपालको पैसा 10,000 पनि ला भनेर दिन सक्नु भएन कि। अनि त्यो हुँदो रहेछ है। अनि त्यही भएर चाहिँ अब चाहिँ होइन, पैसा त आउँछ नि, किन नआउने, छ नि। अब मुखबाट पानी झारेर रोएर कराएर हुन्छ र दुःख गरेछौँ, पसिना चुहाएछौँ, रगत बगाएछौँ, त्यसपछि आउँछ क्या पैसा। नआउने होइन क्या। मान्छेले दुःख पर्दाखेरि चाहिँ यसलाई के दिने हो र, यसको त अब त अप्ठ्यारो अवस्था सुरु भयो, हामी हाँस्ने दिन आयो भनेर चाहिँ जसले हाँस्नु भएको थियो नि, अब त मेरो त एकदम चाहिँ के भन्ने अब आउन थालिहाल्यो होइन। 3 महिना 4 महिनामा त म तिरेर भ्याइ नै हाल्छु। त्यही हो। त्यही भएर म अब चाहिँ जोसँग पैसा जसलाई दिनुपर्छ नि, म मलेसियाको पैसा पनि 1,000 को 50 रुपियाँ ब्याजमा लिएर मात्रै दिन्छु क्या। त्यही भएर म फ्रीमा चाहिँ कसैलाई पनि केही पनि दिन्न क्या। यति कुरा हो। पैसा चाहिँ अब ब्याजमा लाएर दिने, अरूलाई नदिने हो।